यो चाहिँ हाम्रो 365 दिनमा 360 दिनसम्म अन्डा दिने 360 वटासम्म अन्डा दिने जातको पर्यो। अब यो चाहिँ तपाईँको ड्युल युटिलाइज, अब एउटा मासुको लागि पनि युज गर्न पाइयो। अरू हाँसको जात हेरिकन यसको धेरै बजारमा पनि यसकै माग धेरै, किनभने लोकलसँग मिल्दोजुल्दो भएको हुनाले स्वाद पनि यसको लोकल हाँससँग मिल्ने भएको हुनाले मासुको लागि पनि खपत, अन्डाको लागि पनि खपत हुने हुनाले म चाहिँ खाकी काम्पेले रोजेको हो। विषयमा भन्नुपर्दा चाहिँ 40-60 हुन्छ, जस्तो 60% जति हाम्रो हाँसले आफूले कन्ज्युम गर्छ, 40% चाहिँ प्रफिट दिन्छ भनौँ न। किनभने अब एउटा एजसम्म चाहिँ यसले अलि म्याक्सिमम खान्छ, जस्तो अन्डा पार्न सुरु गरुन्जेलसम्म चाहिँ यसले म्याक्सिमम कन्ज्युम गर्छ। त्यस पछाडि भनेको यसको दाना खाने रेसियो स्वाट्टै घटेर लगभग 125 ग्राम डेली खाइरहेको थियो भने स्वाट्टै घटाएर लगभग 90-95 ग्रामभन्दा बढी खाँदा खाकी काम्पेलले चाहिँ तपाईँको 4 महिना क्रस भइसकेपछि अन्डा पार्न सुरु गर्छ। त्यस पछाडि तपाईँको लगभग 46 to 48 मन्थसम्म तपाईँको कन्टिन्यू लगभग 4 वर्षसम्म हाम्रो यसले अन्डा उत्पादन गर्छ। आदरणीय दर्शकवृन्द नमस्कार। पौरखीहरूको मनको कथा सुनाउने यस पुर्ख्यौली टिभीमा यहाँलाई स्वागत छ र साथमा छु म हजुरकै प्रस्तुता प्रकाश तामाङ। सदाझै आज पनि हामी कृषि पेसा सम्बन्धी कृषक दाजुभाइ दिदीबहिनीहरूको मनको दुःख सुख यी पौरखी हातहरूको कथा व्यथा सुनाउने क्रममा आज हामी सोनाली कुखुरा पालन र खाकी हाँस पालन गर्दै आउनुभएको सरसँग केही भलाकुसारी गर्दैछौँ र आजको श्रृङ्खलामा हामी विशेष त खाकी क्याम्पेल नामक हाँसको बारेमा कुराकानी गर्दैछौँ। र यतिखेर हजुरहरू हाम्रो भिडियो कुन ठाउँबाट, कुन गाउँबाट, कुन देशबाट, कुन प्रदेशबाट, स्वदेशबाट, विदेशबाट यतिखेर हामीलाई हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गर्न चाहिँ पक्कै पनि कन्जुसाइ नगरिदिनु होला। किनभनेदेखि हजुरहरूको कमेन्टले नै हामीलाई थप भिडियो बनाउन लागि थप ऊर्जा प्राप्त हुनेछ भन्दै ढिला नगरिकन म कार्यक्रमलाई अगाडि बढाइहाल्छु। सर यहाँलाई स्वागत छ कार्यक्रम। हजुर नमस्कार। हजुरको परिचय सर? हजुर मेरो नाम गणेश लिटल, अपेक्षा कृषि फार्मबाट, कागेश्वरी मनोहरा 3 भद्रवास। हजुरले यो पशुपन्छी पालन कहिलेदेखि सुरु गर्नुभयो हजुर? हजुर मेरो 15 महिना कम्प्लिट भयो। यो यसरी पशुपन्छी पालन गर्नु, सञ्चालन गर्नु हजुरको सोच विचार रहर कहाँदेखि आयो सर? हजुर यो चाहिँ खास मेरो प्रोफेसन अनुसार चाहिँ म अर्कै फिल्डको मान्छे, मेरो पुरानो प्रोफेसन चाहिँ यो नेपाल बसेर पनि अरू व्यवसाय गर्नुभन्दा कृषि गर्दा अलिक केही हुन्छ कि भनेर आफन्तहरूले गरेको देखेर यसमा चाहिँ अलिकति केही चेन्जेस हुन्छ कि लाइफमा भनेर म यो पेसामा आएको हुँ। विशेष त अघिल्लो अङ्कमा हामीले सोनाली कुखुरा पालनको कुराकानी गऱ्यौँ होइन सर? यसपालि हामी हाँस पालन सम्बन्धी कुराकानी गर्दैछौँ। यो हाँसलाई के हाँस भनिन्छ सर? हजुर अहिले मसँग भएको हाँस चाहिँ हाम्रो खाकी काम्पेल हो। यो चाहिँ हाम्रो 365 दिनमा 360 दिनसम्म अन्डा दिने 360 वटासम्म अन्डा दिने जातको पर्यो। अब यो चाहिँ तपाईँको ड्युल युटिलाइज, अब एउटा मासुको लागि पनि युज गर्न पाइयो अनि अन्डाको लागि पनि युज गर्न पाइयो। त्यही भएको हुनाले ड्युल भएको हुनाले म चाहिँ यो जातको चाहिँ हाँस रोजेको। यो हाँस पनि सुरुदेखि नै सञ्चालन गरिरहनु भएको थियो, पालन भएको थियो? अहिले चाहिँ मसँग सेकेन्ड लटको छ, फर्स्ट लटको चाहिँ अन्डा पार्न थाल्यो। मैले यो सुरुदेखि चाहिँ होइन लगभग भयो 6 महिना क्रस भयो अहिले यो हाँस पालन सुरु भएको चाहिँ। यो खाकी नै हाँस पाल्नुको कारण चाहिँ के छ सर? अब लोकल हाँस र खाकी हाँसको हाम्रो कम्पेयर गर्नुपर्दा चाहिँ लोकल हाँस एक त अन्डाको साइज सानो अनि बजार अलिक कम र दोस्रो कुरो प्रोडक्टिभिटी भनौँ न महिनामा लगभग म्याक्सिमम पाइयो भनेदेखि 20 वटासम्म पाइन्छ यो उसबाट लोकल हाँसमा। भनेदेखि यो खाकी काम्पेलबाट चाहिँ महिनाको 29 दिन नै भन्दा हुन्छ, 30 दिनमा 29 दिनै हामीले अन्डा पाउँछौँ यसबाट चाहिँ। त्यो भएको हुनाले यो अन्डाको लागि चाहिँ सबैभन्दा बेस्ट जातको मैले यही भेटेको। अनि मासुको लागि पनि अब भालेहरू चाहिँ तपाईँको 4 महिना रनिङ हुने बित्तिकै राम्रो वेट आएको बेला बजारमा माग धेरै छ यसको भालेहरूको। ड्युल भएको हुनाले मासुको लागि पनि भयो, अन्डाको लागि पनि भयो। अनि त्यस पछाडि आफूले होइन म आफै प्रोडक्सनतिर जान्छु भन्दा चल्लाको नि राम्रो माग भएको जातको भएको हुनाले मैले चाहिँ खाकी नै सेलेक्ट गरेको पालनको लागि चाहिँ। सर यो खाकीमा मोर्टालिटी कतिको छ? खाकीमा तपाईँको एक त हाँसमा मोर्टालिटी भनेको 1%, म्याक्सिमममा 2% हुन्छ, म्याक्सिमममा त्यो पनि। त्यो नि तपाईँको लगभग 10 देखि 15 दिनको भित्रमा जति मोर्टालिटी हुनुपर्ने त्यो चाहिँ 10 देखि 15 दिनको भित्रमै हुन्छ, नत्र त्योभन्दा माथि जाँदैन। दोस्रो कुरो यसको डिजिजसँग जुन फाइट गर्न सक्ने क्यापेसिटी हुन्छ, रोग प्रतिरोधात्मक क्षमता भनौँ न, अरू हाँसको हेरिकन मैले खाकीमा चाहिँ लगभग यसमा चाहिँ 80% देखि 80 to 90% यसमा हुँदो रहेछ। अरू हाँसहरूमा चाहिँ तपाईँको जस्तो अमेरिकन पेकिङ अनि लोकल हाँसमा चाहिँ तपाईँको 50-50 नै देखेँ। मेरो आफन्तहरूले पनि पाल्नु भएको छ, उहाँहरूको हेर्दाखेरि अनि लास्टमा चाहिँ
चाहिँ कुन चाहिँ जात सेलेक्ट गर्ने भन्दाखेरि चाहिँ मैले चाहिँ खाकी सेलेक्ट गरेँ। किन भन्दा एक त रोग प्रतिरोधात्मक क्षमता धेरै, दोस्रो कुरो यसको प्रोडक्टिभिटी अरू हाँसको जात हेरिकन यसको धेरै, बजारमा पनि यसकै माग धेरै, किनभने लोकलसँग मिल्दोजुल्दो भएको हुनाले स्वाद पनि यसको लोकल हाँससँग मिल्ने भएको हुनाले मासुको लागि पनि खपत, अन्डाको लागि पनि खपत हुने हुनाले म चाहिँ खाकी काम्पेले रोजेको हो। सर यो हाँसले खानाहरू कति खाने गर्दछन्, कति खाएर कति अन्डा दिने गर्दछन्, अनि यसको मुनाफा कसरी हुन्छ यसको बारेमा पनि अलि भन्नु। हाँसको विषयमा भन्नुपर्दा चाहिँ 40-60 हुन्छ। जस्तो 60% जति हाम्रो हाँसले आफूले कन्ज्युम गर्छ, 40% चाहिँ प्रफिट दिन्छ भनौँ न। किनभने अब हाँसको चाहिँ चारो खाने क्षमता चाहिँ नि कुखुराको भन्दा अलिक धेरै हुन्छ, लगभग 20% जस्तो बढी हुन्छ। र यसको प्रोडक्टिभिटीको कम्पेयर गर्नुपर्दाखेरि चाहिँ कुखुराभन्दा चाहिँ प्रफिट यसमा धेरै हुन्छ, किनभने यसको रेट बढी हुन्छ एक। दोस्रो कुरो यसको प्रोडक्टिभिटी 360 दिने तपाईँको अन्डा दिने भइसकेपछि कुखुरा जस्तो थाक्छ, कम प्रडक्ट हुन्छ भनेर बस्नु परेन। प्रोडक्टिभिटीको हिसाबले बेनिफिट यसमा धेरै, तर यसले एउटा एजसम्म चाहिँ यसले अलि म्याक्सिमम खान्छ। जस्तो अन्डा पार्न सुरु गरुन्जेलसम्म चाहिँ यसले म्याक्सिमम कन्ज्युम गर्छ। त्यस पछाडि भनेको यसको दाना खाने रेसियो स्वाट्टै घटेर लगभग 125 ग्राम डेली खाइरहेको थियो भने स्वाट्टै घटाएर लगभग 90-95 ग्रामभन्दा बढी खाँदैन। त्यसले गर्दा अन्डा पार्न थालिसकेपछि चाहिँ यसको फिडिङ क्यापेसिटी एकदम कम हुन्छ यसको। अनि त्यसपछि प्रोडक्टिभिटी चाहिँ बढी भएको हुनाले पछि चाहिँ प्रफिट हुन्छ। सुरुमा पाल्दाखेरि चाहिँ यसको कस्ट अलि हाई देखिन सक्छ, किन भन्दा सुरुमा 4 महिनासम्म भनौँ न L3 को दाना नचलाउन्जेलसम्म यसको दाना कन्ज्युम गर्ने क्यापेसिटी चाहिँ यसको अलिक बढी हुन्छ, यसले अलिक धेरै खाइदिन्छ। त्यतिखेर चाहिँ मान्छेहरू ओहो यसमा धेरै कस्ट लाग्ने रहेछ भन्ने हुन्छ। तर जब यसको प्रोडक्सन सुरु हुन्छ त्यस पछाडि तपाईँको यसले दाना पनि कम कन्ज्युम गर्छ, प्रोडक्टिभिटी बढी भएको हुनाले कम्पेयर टु कुखुरा हाँसको चाहिँ अलिकति बेनिफिट बढी देखिएको छु है मैले चाहिँ। सर यो हाँसले कति महिनासम्म अन्डा दिन्छ र कति समयसम्म अन्डा दिन्छ सर? खाकी काम्पेलले चाहिँ तपाईँको 4 महिना क्रस भइसकेपछि अन्डा पार्न सुरु गर्छ। त्यस पछाडि तपाईँको लगभग 46 to 48 मन्थसम्म तपाईँको कन्टिन्यू लगभग 4 वर्षसम्म हाम्रो यसले अन्डा उत्पादन गर्छ। यो अघि हजुरले भनिरहनु भयो हुँदाखेरि रोगको कुरा गरिरहँदाखेरि यिनीहरूलाई रोगहरू कस्तो खालको रोगहरू लाग्छन्, अनि त्यो रोग लागिसकेपछि यिनीहरूलाई औषधि उपचार कसरी गर्ने के छ सर? तपाईँको अहिलेसम्म मैले पाल्दाखेरि चाहिँ अहिलेसम्म यिनीहरूलाई औषधि भनेको सुरुमा जुन भ्याक्सिन दिनुपर्ने त्यो दियो। त्यस पछाडि भनेको यसलाई औषधिमा हामीले 1 रुपियाँ खर्च गरेका छैनौँ। मैले अन्त देखेको अब जस कारण मैले यो चल्लाहरू कलेक्सन गरेर ल्याएँ, उहाँहरूकोमा देखेको अहिलेसम्म खासै एन्टिबायोटिक पनि मैले चलाएको छैन, भिटामिन मात्रै हो भनेर चाहिँ उहाँहरूले नि भनिरहनु भएको छ। रोग प्रतिरोधात्मक क्षमता चाहिँ तपाईँको यो हाँसमा चाहिँ नि तपाईँको अरू पशु पक्षी हेरिकन त हाँसमा त्यसै पनि बढी हुन्छ। दोस्रो कुरो यो खाकी र लोकलमा चाहिँ तपाईँको रोग भनेको चाहिँ मैले अहिलेसम्म मका रोग आएर चाहिँ हाँस मऱ्यो भनेर चाहिँ सुनेको छैन है अहिलेसम्म, थाहा नै नभएको कुरा यो चाहिँ। किनभने होला अब कुनै बेला बर्ड फ्लू आउला, त्यो भनेको अर्कै अपवादका कुराहरू भयो, अपवादका कुरा नगरौँ। एउटा जेन्युन कुरा गर्नुपर्दा चाहिँ रोग लागेर मर्ने भनेको चाहिँ मोडालिटी चाहिँ यसमा म्याच्योर्ड भइसकेपछि 0 नै भन्दा नि हुन्छ हाँसमा चाहिँ। सर यो यिनीहरूलाई सानो बेलामा कुन खालको दाना दिने, कति समयपछि यिनीहरूको दाना फेर्ने, अनि कुन दाना दिँदाखेरि अलिकति चाहिँ नि उपयुक्त हुन्छ यिनीहरूलाई के छ सर? सर अब सुरुमा 2 हप्तासम्म चाहिँ तपाईँको 0 कै खुवाइदिनु पऱ्यो, अनि त्यस पछाडि चाहिँ नि 1 को खुवाइदिने अर्को 2 हप्ता। त्यस पछाडि यिनीहरूको अब चुचो ठुलो भएको हुनाले कुखुराले जस्तो सानो दाना नटिप्ने भएको हुनाले चाहिँ अनि एकैचोटि 2 नम्बरको दाना चलाउनु पर्ने हुन्छ। अब कस्टको हिसाबले मान्छेहरूले विभिन्न चिजहरू खुवाउनुहुन्छ, म चाहिँ नि दानादेखि बाहेक अरू केही पनि खुवाउँदिनँ। घाँस दाना हरियो घाँसहरू यसो काट्यो ल्यायो टुक्रायो अनि त्यसपछि दियो, उसको आफ्नो बडीको न्युट्रिसन डिमान्ड भएअनुसार न्युट्रिसन दिउँ भन्ने हिसाबले हो। नत्र भने छ भनेदेखि त आफ्नै घरमा प्रोडक्ट छ अथवा आफ्नो घरको वरिपरि अर्ग्यानिक हाम्रो अन्नपातहरू जस्तो अब गहुँ मकै पाइन्छ भनेदेखि त त्यो खुवाउँदा हुन्छ। हाइब्रिडहरू चाहिँ नखाउँ, किनभने त्यसले न्युट्रिसन पुग्दैन। न्युट्रिसन नपुगेपछि जिउ मात्र ठुलो देखिन्छ, भक्क भुत्ला धेरै ठुलो भइसकेपछि ठुलो भएको हो जस्तो लाग्छ, तर भित्री रूपमा चाहिँ उसको भित्री इन्टरनल अर्ग्यानहरू चाहिँ राम्रोसँग डेभलप नभएर उसको प्रोडक्टिभिटी घट्न जान्छ। त्यसले गर्दा सन्तुलित आहार दानै खुवाउँदा चाहिँ सबैभन्दा बेस्ट। अनि हामीले चाहिँ अब यो म्याच्योर्डहरूलाई चाहिँ अहिले हामीले लेयर्सको दाना जुन अन्डाको लागि हामीले कुखुरालाई दिन्छौँ त्यही अन्डा दिने दाना नै खुवाइरहेको छौँ, लेयर्स नै खुवाउँछौँ हामी दाना चाहिँ। L3 L2 सानो हुँदाखेरि L2 दिने, अनि त्यस पछाडि L2 चाहिँ धेरै समय युज गर्दैन, किनभने यिनीहरू अलिक हातपाते ग्रो चाँडो हुन्छ, कुखुराको जस्तो होइन। तपाईँको लगभग 1.5 महिनाको हाँसको चल्ला र 4 महिनाको कुखुरा चल्ला जति साइजको देखिन्छ हाँसको चल्लाको साइजले बरु जित्छ, किनभने हाँस चाँडो ग्रो हुने भएको हुनाले अनि उसको ठुलो भएको हुनाले उसले सानो दाना टिप्न नसक्ने भएर हामी चाहिँ 3 नम्बरको चलाउँछौँ।
एकैचोटि तपाईँको लगभग 4 हप्तादेखि 5 हप्ता भइसकेपछि L3 नै चलाइदिन्छौँ। अब सकेसम्म चलाउनु पनि त हामीले अब 2 हो, अब उसको ठुटले जतिसम्म भेटाएसम्म चाहिँ 2 नै चलाइदिने हो, ठुटले नभेटेपछि अब 3 नै चलाइदिनु पर्यो। तर धेरै 3 चलाउँदाखेरि उसको लिभरलाई इफेक्ट पर्ला कि भनेर हामीले बिचमा लिभर टोनिक पनि दिने गरेका छौँ। सर यो यिनीहरूलाई पोखरी कतिको आवश्यक छ? पोखरी हुँदा राम्रो कि पोखरी नभए पनि पाल्न सकिन्छ कि के छ सर? अब मैले यहाँ चाहिँ अब 2टा कुरा एक्सपेरिमेन्ट गरिरहेको छु। अब एउटालाई चाहिँ पोखरी सानो पोखरी बनाएर उनीहरूलाई खेल्न दिइरहेको छु, त्यो चाहिँ अलि म्याच्योर्ड भएको हुनाले। अब अर्को चाहिँ एउटा सानो छ, त्यो चाहिँ नि भर्खर 2 महिनाको भयो यिनीहरू, 2 महिना 20 दिनका जति भयो। अब यिनीहरूलाई चाहिँ पोखरी बिस्तारै दिन्छु भनेर बसेको छु, किनभने सानो एजमा दिँदाखेरि पानीमा डुबेपछि चिसोले ग्रो हुन नपाउने, किनभने चिसो लगाइसकेपछि यिनीहरूलाई अलिक सेभ गर्न नसकिने, किनभने इन्डिभिजुअली एउटा समातेर हामी सेभ गरेर राख्न सक्दैन, किनभने मास क्वान्टिटीमा राखिसकेपछि। त्यसले गर्दा चाहिँ मात्रै हो, नत्र भने थोरै क्वान्टिटी हुने हो भने एउटा सेभ गर्न सकिन्छ। तर यसलाई चाहिँ सकेसम्म पानीमा खेल्न दिएकै राम्रो, किनभने पानीमा खेलेपछि आफूलाई क्लिन गर्छ, उसले क्लिन गरिसकेपछि उसको जिउमा भएको त्यो ब्याक्टेरियाहरू सबै चाहिँ अब उसले आफै छुटाउँछ। अनि त्यो सुलसुलीहरू लाग्दैन पानीमा खेल्न पायो भने, किनभने खोर पनि सफा बनाएर राख्छ। नत्र भने पानीमा खेल्न दिएन भने चाहिँ खोर पनि अलिक फोहोर पार्छ, किनभने उसको जिउमा लागिरहेको त्यो सुलीहरू यताउति त्यो सबै गएर खोरमै जम्मा हुन्छ। अनि पानीमा खेल्न दियो भने चाहिँ उसले आफ्नो सबै जिउ चाहिँ सफा गरेर राख्ने होला, त्यो एउटा त्यो भयो। अर्को कुरा चाहिँ हाँस पनि जातै पानीमा हुर्किने, त्यसले गर्दा पानी त खेल्न दिनु परिहाल्यो, पोखरी भएकै राम्रो। यो हजुरको सानोमा जुन चल्लालाई ब्रुडिङ छ नि सर, ब्रुडिङको व्यवस्था कसरी गर्ने, ब्रुडिङको व्यवस्था अलिकति राम्रो तरिकाले कसरी चाहिँ गर्दाखेरि राम्रो व्यवस्था होला? अब ब्रुडिङ गर्दाखेरि चाहिँ तपाईँको सकेसम्म 15 दिनसम्म त टेम्परेचर मेन्टेन गरेर एउटा सेफ ठाउँमा राख्नु परिहाल्यो। जतिखेर चाहिँ उसलाई अब अलिकति हिट बढी चाहिने हुन्छ, किनभने यो हाँस भनेको गर्मी जात, त्यसले गर्दा धेरै हिट दियो भने नि मर्ने चान्स हुन्छ। त्यसले गर्दा टेम्परेचर हाँसलाई चाहिँ अलिकति त्यो सानोमा चाहिँ एकदम केयर गर्नुपर्ने हुन्छ। 15 दिनको एजसम्म भनौँ न, त्यतिखेरसम्म चाहिँ अब अल्ट्रालाइटहरू बालेर हुन्छ अथवा कसरी हुन्छ, तपाईँको हावा चिसो हावाले उसलाई टच नगरोस्, त्यो त्यति मात्र गरियो भनेदेखि कुखुरालाई जस्तो जतिखेर नि लाइटमा राखिरहनुपर्छ भन्ने होइन। बेलुकाको समय चाहिँ नि वेदर हेरिकन, अब जस्तो अहिलेको वेदरमा त लाइटै बाल्नु परेन, अल्ट्रालाइटहरू यतिखेर त गर्मी छ। जाडो महिनामा चाहिँ म ग्रो गर्छु नि त भनेर भन्दाखेरि चाहिँ अल्ट्रालाइटहरू बालिदिएर राखिदियो भने उसको टेम्परेचर मेन्टेन हुन्छ भन्ने मात्रै हो। नत्र भने कुखुराको जस्तो अलि कम्पेयर टु कुखुरा यसमा चाहिँ अलिकति हिट बढी हुने भएको हुनाले पानी धेरै खेल्न पायो भने यिनीहरू चाँडो ग्रो हुन्छन्। पानी खेल्न पाएन सुक्खा ठाउँमा हुर्काइयो भनेदेखि चाहिँ अलिक ग्रो कम हुन्छ कि भन्ने मात्रै हो। तर सुक्खा ठाउँमा पनि धेरै ठाउँमा मैले पालेको देखाएको छु। तर हाँसलाई पानी खेल्न दिएकै राम्रो। अनि ब्रुडिङ गर्दा चाहिँ हाम्रो सकेसम्म टेम्परेचर मेन्टेनै हो सबैभन्दा ठुलो कुरो चल्लाहरू हुर्काउनलाई चाहिँ। सर यो हाँस पालिरहँदाखेरि विशेष त के छ भनेदेखि बजार व्यवस्थापन अलिकति छैन भन्ने कुरा छ। बजार व्यवस्थापनको लागि के कस्तो गर्दाखेरि राम्रो हुन्छ, कसरी बजार बनाउने, त्यसको बारेमा के छ हजुरको आइडिया के छ सर? बजार मेन्टेन गर्न त सबभन्दा पहिलो कुरा आफूसँग भएको प्रोडक्टमा क्वालिटी हुनु पर्यो। अब तपाईँ क्वान्टिटीमा बिलिभ गर्नुहुन्छ भनेदेखि त्यही अनुसार आफूले प्रोडक्सनमा जानुहोस्, क्वालिटीमा बिलिभ गर्नुहुन्छ भने त्यही अनुसार प्रोडक्सनमा जानुहोस्। तर क्वालिटीले जहिले पनि क्वान्टिटीलाई जित्ने भएको हुनाले आफूले क्वालिटीको प्रोडक्ट चाहिँ नि बजारमा लान सकियो भनेदेखि बजार नहुने भन्ने कुरै छैन। तपाईँको अब ड्युल युटिलाइज छ यसको, किनभने मासु पनि भयो अन्डा पनि भयो। त्यसले गर्दा अन्डाको पनि हाँसको राम्रो माग छ, मासु पनि अब हाँसको भालेहरूको राम्रो माग छ। अब स्पेसली भनौँ न, अब त झन् अब जात्राहरूको समय छ, यतिखेर हाँसको अन्डाको माग धेरै हुन्छ। अब हाँसको मासु त्यसै पनि अब बाहिर कम्पेयर टु कुखुरा लोकलको भन्दा अलिक कस्ट हाई नै छ। त्यसले गर्दाखेरि मान्छेहरू मासुको लागि पनि लान्छन्, अन्डाको लागि पनि पाल्छन्। तर पाल्दाखेरि चाहिँ सकेसम्म ड्युल युटिलाइज भएको यस्तो खाकी जस्तो जातहरू चाहिँ हामीले पाल्न सक्यौँ भनेदेखि आफू लसमा गइँदैन। किन भन्दाखेरि अब जब यसको प्रोडक्सन स्टप हुन्छ त्यतिखेर ल है मसँग प्रोडक्सन स्टप भयो, ल मासुको लागि युटिलाइज गरौँ त भन्दा पनि पाइयो। प्रोडक्सन हुन्जेलसम्म त अन्डा बेचेर यसको लगभग तपाईँको 100 रुपियाँको अन्डा बेच्नुभयो भने 40 रुपियाँ तपाईँलाई प्रफिटै बस्छ, 60 रुपियाँ उसको कस्ट हुन्छ। किनभने अब यसलाई चाहिँ तपाईँको 40 to 45% यसले दानै खान्छ, 15% चाहिँ अब यसको एरिया मेन्टेनदेखि लिएर, किनभने यसलाई ठुलो एरिया चाहिन्छ। हाँसलाई चाहिँ खुल्ला छोडेर पाल्ने भएको हुनाले कुखुरालाई जस्तो बन्द कोठामा पाल्न अलिक गाह्रो हुन्छ। हाँसलाई चाहिँ जति खुल्ला राख्यो त्यति फस्टाउँदो अलिकति हेल्दी हुन्छ। कुखुरालाई चाहिँ छोडेर पाल्छु नि भन्दाखेरि एरिया चाहियो त्यही अनुसारको। तर कुखुरालाई चाहिँ बन्द कोठामा पाल्नु त भन्दा कुखुरालाई पोसिबल हुन्छ। हाँसलाई चाहिँ बन्द कोठामा पाल्नु त भन्दाखेरि हाँसलाई पोसिबल नहुने हुनाले कस्टमा चाहिँ यसमा चाहिँ अलिकति कस्ट बढी देखाएको छु मैले। त्यही 5-6% चाहिँ नि कुखुराभन्दा यसमा कस्ट धेरै देखेँ मैले चाहिँ आफ्नो एक्सपिरियन्समा। किन भन्दा यसलाई चाहिँ एरिया चाहियो नि त, फेरि एरियाको लागि आफूले त्यो अनुसारको खर्च गर्नु पऱ्यो, बनाइदिनु पऱ्यो। अनि पोखरी भइसकेपछि पोखरीबाट आफूले बाथ लिन्छ र बाथ लिएर आइसकेपछि आफ्नो सुक्खा ठाउँ खोज्छ, त्यसको लागि पनि सुक्खा ठाउँ छुट्टै बनाउनु पऱ्यो। यिनीहरू अब धेरै घाममा पनि ओत्लाएर बस्ने ठाउँ खोज्छ, त्यसलाई फेरि छुट्टै ठाउँ बनाइदिनु पऱ्यो। त्यसले गर्दा हाँसलाई चाहिँ अलिक बढी एरिया चाहिन्छ, कुखुरालाई जस्तो होइन। त्यसले गर्दा कम्पेयर टु कस्ट कुखुरालाई भन्दा हाँसलाई अलिक कस्ट लाग्छ। तर
हाँसमा चाहिँ प्रफिट चाहिँ कन्टिन्युसली 4 वर्षसम्म हुने भएको हुनाले यसको चाहिँ मैले मार्जिन अलि हाई नै देखेको छु किनभने एउटा चिजबाट चाहिँ 4 वर्षसम्म युटिलाइज लिन सक्नु भनेको गाई बस्तु जस्तै देखाएको छु कि भन्छ। जस्तो यो हजुरले जस्तै अहिले वैदेशिक रोजगारीबाट फर्किने युवाहरू जो कोही पनि यसरी कुखुरा पालन हाँस पालन गर्ने सोच बनाइरहनु भएको युवाहरूले कुखुरा हाँस पाल्दाखेरि कतिको आम्दानी होला, नाफाघाटा कस्तो होला, हजुरको अनुभवमा के छ सर? एग्रिकल्चरमा त जेसुकै गर्दा पनि गर्न सक्यो भनेदेखि आफै लागि परेर गरियो भने एग्रिकल्चर सबैमा प्रफिट छ, नभए होइन। किन भनेदेखि हामीलाई नेचरले सपोर्ट गरेको देश भएको हुनाले। दोस्रो कुरो अरूको डिपेन्डेन्सीमा तपाईँले कुनै पनि व्यवसाय सुरु गर्नुभयो भने त्यो बिजनेस लङ टर्म जाँदैन। आफ्नो लागि आफैले स्ट्रगल गरेर एग्रिकल्चरलाई लाग्नु भने होला तपाईँलाई स्टार्टिङमा चाहिँ अलिकति स्ट्रगल धेरै गर्नु पर्ला, बजारमा चाहिँ नि भिज्नलाई पस्नलाई बजार समातिसक्नलाई तपाईँले समय लाग्ला। तर त्यो समय लाग्यो भन्दैमा गिभअप दिएर बस्यो भने चाहिँ काम छैन। नत्र भने चाहिँ वैदेशिक रोजगारमा गएर त्यो 40-45 हजार कमाउनु भन्दा त यो देशमै बसेर म्याक्सिमम् 3 महिनासम्म कुर्न सक्यो, चल्ला एक दिने चल्ला ल्याएर 3 महिना 4 महिना कुरेर चाहिँ त्यसको प्रोडक्ट बेच्न सक्यो भनेदेखि त तपाईँको विदेशमा गएर 5 महिनामा कमाउने पैसा यहाँ 3 महिना 4 महिनामा कमाइन्छ। एक त आफ्नै देशमा, दोस्रो कुरो बिजनेस भनेको सधैँभरि फ्युचरको लागि बेस्ट अप्सन नै हो। त्यसले गर्दा वैदेशिक रोजगारमा जानुभन्दा एग्रिकल्चर चाहिँ मलाई बेस्ट लागेको छ है सर, आफ्नो पर्सनल ओपिनियनमा। अब आगामी दिनमा के छ हजुरको सोचहरू? अझै बढाउँदै जानुहुन्छ कि कसरी गर्नुहुन्छ, के छ सर? अब अहिले चाहिँ मेरो कुखुराको सन्दर्भमा चाहिँ मसँग अहिले 3टा जेनेरेसन यहाँ छ। अब फर्स्ट जेनेरेसन माउ छ, त्यसै गरी सेकेन्ड जेनेरेसन यहाँ आफैसँग छ, त्यस पछाडि त्यही माउकै अर्को एउटा लट छ, त्यस पछाडि थर्ड जेनेरेसन पनि छ। त्यो चाहिँ स्टल बाई स्टल टर्न गरेर चाहिँ नि प्रोडक्ट बढाउँ भनेर चाहिँ मैले 3 लट अरू हालेको छु। त्यसै गरी हाँसको पनि मसँग 2 लट छन्, 2टा जेनेरेसन छ भनौँ न। योभन्दा पछाडि अर्को माउहरू छन् जसले चाहिँ अन्डा पारेर छन्, जसबाट चाहिँ अब ब्रिडिङ सुरु भइरहेको छ। अब अहिले वेदरले त्यति राम्रो सपोर्ट नगरे भएर हामीले ब्रिडिङ सुरु गरिसकेका छैनौँ। अब 1-1.5 महिना पछाडि चाहिँ अब ब्रिडिङ सुरु गर्छौँ, किनभने चल्ला निकाल्दाखेरि क्वालिटीको निकाल्न सकियोस् भन्ने हाम्रो सोच हो। त्यसले गर्दा नत्र भने तपाईँको अहिले मसँग 2टा खाकी काम्पेलका 2टा जातहरू भयो भनेदेखि राजहाँसहरू पनि मैले पालिरहेको छु। मेरो अर्को भिडियोमा पनि देख्नुभयो होला, राजहाँस पनि पालेको छु। सकेसम्म क्याटेगोराइजको हिसाबले जुन चिज चाहिँ बजारमा माग धेरै छ त्यही जातका चाहिँ नि, अब जस्तो सोनाली कुखुरामा सोनालीको माग धेरै छ, सोनाली पालेको छु। हाँसमा खाकीको माग धेरै छ, त्यसले गर्दा खाकी काम्पेलै पालेको छु। अब यसमा अरू अमेरिकन पेकिङहरू पनि छ, उनीहरूको आफ्नै बजार छ, तर त्यो बजार चाहिँ आफूसँग इन्भल्भ नभएको हुनाले मैले चाहिँ त्योपट्टि लागेको छैन। तर प्रोडक्टिभिटीको हिसाबले चाहिँ मलाई खाकी मन पऱ्यो हुनाले मैले चाहिँ खाकी नै पालन गरिरहेको छु। यसका मसँग 2 जेनेरेसनको 2टा लटहरू छन्। अब योभन्दा पछाडि चाहिँ नि अर्को 1 लट रेडी गर्छु, अनि त्यस पछाडि त्यो पनि कन्टिन्यू नै राख्छु भन्ने सोच छ सर मेरो। हस् त, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको अमूल्य समय बाजुते नै हामीलाई समय दिनुभयो र हजुरको फार्ममा आएर हामीलाई पूर्ण भ्रमण गर्ने एउटा मौका जुराइदिनु भयो र आगामी दिनमा हजुरको कार्य अझै सफलतातिर लम्कियोस् भन्ने हामी पुर्खेली टिभीको तर्फबाट हजुरलाई अग्रिम शुभकामना व्यक्त गर्दछौँ। हजुर, धन्यवाद सर।